এখন कुलिक बोलेपछि तर यी सब धुरु भाइ सो हे फ्रेन्ड्स आज तपाईँलाई आज के मेरो छोटो सो ब्लगमा आज हो मेरो इक्जाम किनकि हरेक शनिबार मेरो इन्स्टिट्युटमा मोक टेस्ट हुन्छ इक्जाम त्यसैले आज म धेरै लेट थिएँ किनकि अलिक ढिलो भइसक्यो मलाई र एकछिनमा आफ्नो इन्स्टिट्युट पनि पुगिसकेँ र म्यामले क्लासमा मोबाइल चलाउन एन्ट्री दिनुभएको थिएन त्यसैले म इक्जामको लास्टमा मोबाइलले रेकर्ड गरेँ अलिक भिडियो र एकछिनमा हाम्रो छुट्टी पनि भइसक्यो र म रुम पनि आएँ किनकि आज रुममा म एक्लै छु भने खाना पनि पकाउनु पर्छ र अलिक धेरै टाइम साथीहरू आज म के पकाउने बेला छु यस्तो खाना किनकि आज मलाई धेरै ढिलो भइसक्यो खानाको लागि किनकि अहिले टाइम हुँदैछ 12 र अहिलेसम्म म के पनि खाएको छुइनँ र म पकाएँ आलु र मटरको फ्राई गरेँ र आज पकाउन अलिक ढिलो भयो कि त्यसैले त्यही कारण हो अहिले केही कम्प्रोमाइज पनि गर्नुपर्छ है साथीहरू र म घी भात र आलुको फ्राई खाएँ र साथीहरू भेट हुनेछ नेक्स्ट ब्लगमा आजको लागि यति नै। राम्रो धेरै प्लिज सब्सक्राइब माई